once again welcome back to my YouTube channel. अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्दैछु र म पनि एकदमै सन्चै छु र आज चाहिँ म फेरि माइतबाट ससुराली गएको है त ल। अनि धेरै जनाले सोध्नुहुन्छ नि त कता हो भनेर, किनभने प्राय जस्तो मेरो माइतघरले है उता जग्गाहरु अब सुनेको तर कताबाट जान्छ के जान्छ भनेर थाहा थिएन नि त। त्यसले गर्दाखेरि चाहिँ एकदमै सोधिरहनु भएर चाहिँ आज ठिक्कै म ससुराली जान्दैछु। त्यसले गर्दाखेरि चाहिँ यो भिडियो बनाउँदैछु है त ल। हामी दुई जना चाहिँ अब हिँडेको है, माइतबाट हिँडेको र बाइक हुनाले गर्दाखेरि चाहिँ एकदमै सजिलो हुन्छ, नभए चाहिँ गाडी चाहिँ अघि नै गइसकेको थियो नि त। गाडी त भनेको बेलामा अब आफ्नो टाइममा जान्छ, हामीलाई पर्खिरहँदैन, अन्त हामी चाहिँ जति बेला भए पनि जानु पाउँछ। र तपाईहरुलाई सबैजनालाई है पुदुङ रेली पाला हुन्छ, पाला रेली चाहिँ रेलीको बाटो चाहिँ काट्यो, अब चाहिँ पाला हुन्छ र यसरी नै म देखाउँदै लान्छु। आज चाहिँ कालिम्पोङ डेलो टु सिङ्जी ट्रिप हो है त। रेलीको यहाँनिर चाहिँ एकछिन बिसाएको हो, बिसाउँदै क्षितिजले 10 रुपैयाँ पनि पायो हो, यहाँ राखिरहेको छ। Okay, stay tuned until then. Nera, कसलाई खुसी लाग्यो 10 रुपैयाँ र? के भेटाउँछु? यहाँ पर वाटर बोतल पनि पाएको थियो नि टपरवेयरको। टिपिन त र? टिपिन मैले। अब चाहिँ हामी पाला काटेर जान्दैछौँ है, रेली काटिसक्यो, अब पाला हेर्न आइयो। र अब हामी फोटोसुट गर्दै थियौँ तर ब्यागहरु यतिकै छ। यतिकै गर्दै अब चाहिँ दुईजना खिचौँ ल भनेर खिचेको, राम्रो नै आएन हौ, फोनमा राखेर खिच्दिने मान्छे त छैन। त्यही भएर चाहिँ ल अब चाहिँ हामी पाला ब्रिज आइपुग्यौँ र पालाबाट हुँदै अनि यहाँनिर चाहिँ दुईटा बाटो छ नि त पालाको, तर गएर चाहिँ एउटै बाटोमा ठोकिन्छ कि, तर पनि मान्छे चाहिँ पुरा कन्फ्युज हुँदो रहेछ क्या त। यो एउटा चाहिँ पुरानो बाटो हो, एउटा चाहिँ नयाँ बाटो खुलेको छ नि त। त्यसले गर्दाखेरि पाला हुँदै यहाँसम्म त सबैजनालाई थाहै छ। र यहाँनिर आइपुग्दाखेरि चाहिँ एउटा यो सर्टकट बाटो देखिँदैछ, ट्रक अगाडि त्यो चाहिँ पुरानो बाटो जाँदैछ, त्यहाँबाट जाँदाखेरि पनि माथि नै ठोकिन्छ र हामी चाहिँ ट्रकलाई डिस्टर्ब गर्छ भनेर चाहिँ यता नयाँ बाटो जाँदैछ। यो पनि गएर चाहिँ ती माथि नै ठोकिन्छ है, किन कन्फ्युज नहुनुहोस् है। हेर्दै मान्छेहरू, विशेष गरी त मेरो माइतघर हो है, तपाईँहरू कुनै दिन आउनुपर्ने मेरोमा आउनुपर्ने चाहिँ तपाईँहरू आउनु सक्नुहुन्छ यो बाटो हेर्दै। अनि बाटोमा यसरी लेखेको पनि छ है, सिङ्गी पुग्नु कति किलोमिटर छ भनेर लेखेको हुन्छ, त्यो पढ्दै आउँदा पनि हुन्छ। यहाँनिर चाहिँ यति राम्रो भ्यू है, बारीहरूमा मकैको सिजन हो अहिले त, मकैहरू रोपिरहेको थियो र मकैहरू पनि एकदमै ठुल्ठुलो भइसकेको रहेछ। त्यही हेर्दै हामी उकालो जाँदै थियौँ है। र टाढोबाट चाहिँ यस्तो यो कान्लाहरू यति मजाको देख्छ कि बिचिटी परेको हुन्छ नि, त्यस्तै देख्छ हो। अनि छेउबाट पनि अब जति देखाउनु सक्छु त्यति देखाउँदैछु। अनि यहाँनिर पनि उकालो जाँदै गर्दाखेरि यसरी भ्यूहरू पनि देखाउँदै जाँदैछु। मुनि यो आकाशहरू पनि एकदमै दामी भइरहेको, बाटो बारी रुखपात है यति मजाको देखिरहेको थियो नि त। अनि त्यही हेर्दै जाँदाखेरि त सधैँ नै हेर्दै जान्छु म त, तर पनि तपाईँहरूलाई देखाउनुको लागि है यसरी जान्छ है यो बाटो भनेर देखाउँदैछु। र यहाँनिर चाहिँ यो चाहिँ झन् एकदमै दामी हो, तल यस्तो मजाको घर छ, खेतबारीको छेउ बिचतिर हुन्छ नि त्यस्तो खालको घरहरू छ। त्यही पनि हेर्दै जाँदै यसरी डाँडापारी हेर्दै जाँदैछु। र अब चाहिँ यो गाडीको अगाडि चाहिँ कहाँ आइपुग्छ भन्दाखेरि चाहिँ हामी खानी डाँडा आइपुग्यौँ। र यहाँ खानी डाँडामा पनि एकदम बोर्डहरू लगाएको छ, तपाईँहरूले हेर्दै आउनु सक्नुहुन्छ है। यो खानी अब पालादेखिको चाहिँ खानी आइपुग्यौँ हामी। यो खानी डाँडा भनिन्छ यसलाई, यहाँनिर बोर्ड देखिहाल्नुभयो है खानी डाँडाको। र खानी डाँडामा पनि अस्ति नै मैले एकपल्ट पाबुङको हाटको भिडियो बनाएको थिएँ। यहाँ खानी डाँडामा पनि त्यस्तै हाट लाग्छ, फ्राइडे नै लाग्छ है। जहाँ पाबुङमा फ्राइडे लाग्छ यहाँ पनि फ्राइडे नै लाग्छ। त्यही देखाउँदै जाँदैछु तपाईँहरू सबैजनालाई। र मेरो भिडियो लास्टसम्म हेरिदिनुहोस् होला। अनि तपाईँहरूलाई मन परेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला। तपाईँहरूले कमेन्ट गर्नुभयो भने मलाई पनि फेरि अर्को बनाउनु मजा लाग्छ है। त्यसरी यहाँनिर चाहिँ अब यो चाहिँ अघिको चाहिँ खानी डाँडा भयो र यसलाई चाहिँ खानी खोला भन्छ है यहाँनिर चाहिँ। र यो चाहिँ खानी खोला आइपुग्यो हामी। अनि खानी खोलामा चाहिँ पूजाहरू गर्छ, अनि त्यहाँनिर चाहिँ पूजाहरू सेलाउँदै पनि रहेछ। अनि यहाँ आइपुग्यो र यो तल्लो बाटो देख्नुहुँदैछ, त्यहाँ जाने चाहिँ तनेङ जाने बाटो, तर तनेङपट्टि नगएर हामी चाहिँ उकालो आउँछ। र आउँदा हामी पाबुङ पनि आइपुग्यौँ। यहाँ उकालो चाहिँ पाबुङ जान्छ र हामीले चाहिँ तेर्सो जानुपर्छ। फाइनली घर आइपुग्यो हामी। चाबी चल्दै होला हो।
घर आइपुगे है। घर आइपुग्ने बित्तिकै फर्स्ट काम चाहिँ मेरो फुल हेर्ने। अनि यो फुल चाहिँ अस्ति भर्खर ल्याएको थिएँ, फुलेको थिएन, अहिले फुलिरहेको रहेछन्, यस्तो दामी। ए अर्को पनि फुलेछ, वाउ वाउ, यो पनि फुलेछ, यो वाइट पनि फुल्दै रहेछ। हो लिलियम बराबर भएछ, यता त कोपिला पनि लागेछ।